मान श्रेष्ठ। नमस्कार सबैजनालाई। आज चाहिँ मैले trip.com को एकाउन्ट क्रिएट कसरी गर्ने भन्ने भिडियो बनाएँ। यो मैले सुरुमै बनाउनु पर्ने थियो तर मैले बनाइन, किनभने धेरैलाई जानकारी होला भनेर। तर अलि बढी मान्छेहरूलाई चाहिँ यो कुरा थाहा नभएकोले मैले भिडियो बनाउँदैछु। trip.com को एकाउन्ट चाहिँ हामीले बनाउनु सजिलो छ र यो भिडियोमा हामी चाहिँ कम्प्लिटली trip.com को एकाउन्ट बनाउँछौँ। त्यो एकाउन्ट चाहिँ राम्रो तरिकाले बनाइयो भने तपाईको इमेलमा टिकटहरू आउने अनि डिले क्यान्सलहरू भयो भने चाहिँ तपाईको इमेल तथा फोन नम्बरमा चाहिँ तपाईको के हुने भन्दाखेरि चाहिँ इन्फर्मेसनहरू आउने, कलहरू आउने हुन्छ र हामीले यसलाई चाहिँ सेटअप गर्छौँ है त। सबैभन्दा सुरुमा तपाईले trip.com डाउनलोड गर्नुहोस् iOS बाट अथवा चाहिँ एन्ड्रोइड बाट, जुनमा पनि trip.com भनेर चाहिँ थिच्नु भयो भने तपाईको यो ट्रिप आउँछ। यो ट्रिप वालामा डाउनलोड गरेर यसलाई खोल्नु होला। त्यसपछि अरु केही नगर्ने, साइन इन गर्ने। साइन इन अनि रजिस्टर छ, यसमा क्लिक गर्ने। यो तल आई हेभ रिफरल कोड भन्ने छ नि, यसमा म कोड राखिदिन्छु, त्यो प्रयोग गर्नुस्, तपाईलाई डिस्काउन्ट हुन्छ गर्नेहरुको लागि। नत्र भने कन्टिन्यू विथ गुगलमा गर्नुस्, कन्टिन्यू। त्यसपछि मसँग चाहिँ एउटा इमेल अथवा तपाईसँग छैन भने चाहिँ के हुन्छ भन्नुहुन्छ भन्दाखेरि हैन, यो युज एनदर अकाउन्ट भनेर चाहिँ यहाँबाट तपाईले गएर नयाँ गुगल अकाउन्ट क्रिएट गरेर पनि बनाउन सक्नुभयो। तपाईसँग अलरेडी गुगल अकाउन्ट छ भने आफ्नो, मैले चाहिँ एउटा मसँग गुगल अकाउन्ट भएकोले त्यसपछि आफ्नो के हान्नुपर्छ भन्दाखेरि चाहिँ त्यसको त्यो इमेलको पासवर्ड हान्नुस्। तपाईको जुन जीमेलबाट खोल्दै हुनुहुन्छ त्यसको पासवर्ड हान्नु होला। अनि तपाईले कन्फर्म गर्नुपर्ने हुन्छ। छैन भने चाहिँ मैले चाहिँ आफैले कन्फर्म गर्छु मेरो आफ्नै इमेलबाट। तपाईले टु फ्याक्टर अथेन्टिकेसन राख्नु भएको छ भने चाहिँ यस्तो खालको आउँछ, नत्र भने तपाईको डाइरेक्ट खुल्छ है। ल अब के भयो, अब यस्तो आइसकेपछि अब हामीले कन्टिन्यू गर्दियौं हैन। अनि टिक गरेर चाहिँ एक्सप्लोर गरिदिनुस्। अब तपाईको एकाउन्ट त खुलिसक्यो। अब तपाईले यतिमै पनि काट्नु त सक्नुभयो है। फ्लाइटको यो फ्लाइट्समा गएर यतिमै पनि टिकटहरु काट्नु त सक्नुभयो। तर हाम्रो एकाउन्ट चाहिँ एकदमै मजाले सेटअप गर्नु पर्यो क्या। अब यहाँ नजिक यो माथि छ नि, म्यानेज माई एकाउन्टमा क्लिक गर्ने है। अनि त्यसपछि यो लिंक योर इमेल टु प्रोटेक्ट योर एकाउन्ट भनेको छ नि, हामीले आफ्नो इमेल राखिसकेका छौं अथवा तपाईसँग अर्को इमेल छ भने ल यही इमेल हामीले के गर्छौं, लिंक्ड इमेलमा क्लिक गर्छौं। दुई सय 94 704 ओके। अब यसरी तपाईको के हुनु पर्यो, इमेल लिंक्ड भएको हुनु पर्यो। फोन नम्बर तपाईको एड गर्ने, मसँग फोन नम्बर मैले एड गरिसकेको छु, एउटा मात्र फोन नम्बर छ, सो मैले गरिन। तपाईले चाहिँ फोन नम्बरमा क्लिक गरेर हैन, आफ्नो फोन नम्बर जुन ठाउँको हो यहाँ अगाडि तपाईको कोड राख्नुस्। त्यसपछि फोन नम्बर राखेर तपाईले कन्टिन्यू गरेर चाहिँ कोड आएपछि क्लिक गरेर अगाडि बढ्नु होला। र रिसेट पासवर्ड, जहिले पनि यसको पासवर्ड तपाईले फरक खालको पासवर्ड राख्नु होला। त्यो पासवर्ड चाहिँ बल्ल तपाईले इमेल भेरिफाई गरेपछि मात्रै हुन्छ। अब यो इमेलमा हामीले के गरिन्छ, कोड पठाइन्छ है। तपाईले अघि गरेको 2063 अनि 82 क्लिक गरिसकेपछि अब तपाईले एउटा पासवर्ड राख्नुपर्छ। त्यो पासवर्ड चाहिँ तपाईले त्यो इमेल र त्यो पासवर्ड राखेपछि अरु डिभाइसमा पनि तपाईले के गर्नु, खोल्न सक्नुहुन्छ है। तपाईले के गर्नु पर्यो, त्यो राख्नु पर्यो है। के भयो, पासवर्ड चेन्ज भइसक्यो हैन, ब्याक टु माई एकाउन्ट। अब मेरो के भइसक्यो, पासवर्ड पनि रिसेट भइसक्यो अनि लिंक इमेल पनि भइसक्यो। अब हामीले सर तल झर्छौं। लिगल नेम राख्नुस् यहाँ तपाईको है। लिगल नेम तपाईको गिवन नेम भनेको तपाईको अगाडिको नाम, नागरिकताको अनुसार जस्तोले राख्नुस् न। जस्तो शेर बहादुर है, बिग्रिन्छ नराख्नु शेर बहादुर त। बिस्ट
श्रेष्ठ एसटिएच राख्छु। अनि त्यस पछाडि यो आई हेभ अ नन इङ्ग्लिस नेम, यसलाई क्लिक नगर्नुहोस् है। अनि डेट अफ बर्थ राख्नुहोस्। डेट अफ बर्थ तपाईँको के हो होइन, मैले ऱ्यान्डमली यो जसको सुकै होस् मैले त्यत्तिकै राखिदिएको छु है। यो मेरो त अलरेडी छ नि त अर्को अकाउन्ट, मैले यो जस्ट बनाउनको लागि। अनि त्यस पछाडि के गर्नुहोस् भन्दाखेरि तपाईँले चाहिँ आफ्नो जे हो रियल राख्नु पर्यो, सेभ गरिदिनुहोस् है। अनि त्यस पछाडि माई इन्फर्मेसन करेक्ट भनेर हानिसके पछाडि अब तपाईँको के गर्नु पर्यो, यहाँ सबै भइसक्यो है। अब यो तल्लो भागमा पर्सनल इन्फर्मेसनमा एडिट भन्नेमा थिच्नुहोस्। डिस्प्ले नेम तपाईँको के राख्ने, डिस्प्ले नेम पनि तपाईँको रियल नेम राख्नुहोस् भन्छु म चाहिँ है। जस्तो विस्ट राखिदिएँ होइन। अनि जेन्डर ल मेल, अनि कन्ट्री भनेको चाहिँ नेपाल होइन। अनि त्यस पछाडि नेपाल होइन, मैले चाहिँ कोरिया राखिदिन्छु, कोरिया होइन। अनि सिटी भनेको चाहिँ थाङजिन भनेर राखिदिन्छु यसरी। छुङचङ नाम्दो भनेर आइसक्यो। अब यति मात्रै राख्नुहोस्, यो तल परेन, तपाईँले सेभ गरिदिनुहोस् यसलाई पनि। डिस्प्ले नेम अलरेडी टेकन भनिसके पछाडि एसटिएच है। ल अब के गर्छ, अन्डर रिभ्यू हो, तपाईँको नामलाई चाहिँ अन्डर रिभ्यूमा राखेको हुन्छ। trip.com को मेम्बर्सहरूले हेरे पछाडि मात्रै यो तपाईँको कम्प्लिट हुन्छ, अहिलेलाई छैन होइन। अनि तपाईँको फेसबुक लिङ्क गर्नुहुन्छ भने पनि ठिक छ, गर्नुहुन्न भने पनि ठिक छ है। अब यति भइसके पछाडि अब तपाईँको लगभग कम्प्लिट भइसक्यो है, कम्प्लिट भयो। अब त्यस पछाडि के गर्ने भन्दाखेरि यहाँ नजिक तपाईँलाई जुन देशको करेन्सी, जुन देशको चाहिँ के भन्छ ल्याङ्ग्वेज चाहिएको छ, यहाँबाट सेटिङ है, यहाँ नजिक क्लिक गर्ने। त्यस पछाडि ल्याङ्ग्वेज इङ्ग्लिस छ, कन्ट्री रिजन के छ, युनाइटेड किङ्डम छ। म यसलाई कोरिया बनाइदिन्छु है, यसरी राख्ने। अनि करेन्सी के आउँछ, कोरियन वनमा आउँछ अनि होइन सिधै। अथवा तपाईँले यो करेन्सीलाई चाहिँ फाल्टै म डलरमा राख्छु होइन। युनाइटेड, चाइना, थाई, युरो, ब्रिटिस, युनाइटेड अरब इमिरेट्स, अस्ट्रेलिया, अजरबैजानी होइन। अनि त्यस पछाडि बहराइन, ब्राजिल, बेलारुस, धेरै कन्ट्रीहरूको छ होइन। तपाईँले जुन सुकैको पनि एउटा राख्दाखेरि हुन्छ है। यहाँ धेरैवटा छ, नेपालको चाहिँ छैन अहिलेसम्म, छैन नेपालको, जापानिजहरू सबै छ है। अनि तपाईँको यो तल छ नि युनिट्समा, यसलाई जहिले पनि मेट्रिकमा राख्नुहोस् है। यो इम्पेरियलमा राख्यो भने तपाईँको एलबीमा आउँछ, तपाईँले चाहिँ मेट्रिकमा राख्नु भने किलोमिटर, अनि त्यस पछाडि केजीमा आउँछ है। अरू तपाईँले केही पनि गर्नु परेन होइन। टाइम फर्मेट यो 12 आवर्स टु 12 आवर्सको राख्नुहुन्छ कि अथवा चाहिँ 24 आवर्सको राख्नुहुन्छ। तपाईँलाई चाहिँ म 24 आवर्सकोमा राख्नुहोस् भनेर रिकमेन्ड गर्छु है। अरू भनेको लगभग कम्प्लिट भइसक्यो होइन, कम्प्लिट भइसक्यो। हामीले अरू गर्नुपर्ने ठाउँ छैन। अब तपाईँले जे गर्नुहुन्छ तपाईँको के आउँछ भन्दाखेरि चाहिँ सम्पूर्ण जानकारीहरू तपाईँको इमेलमा, तपाईँको फोन नम्बरमा होइन, तपाईँले जे लिङ्क गर्नुभएको छ त्यहाँनिर इन्फर्मेसनहरू आउँछ। अब तपाईँको के भइसक्यो, trip.com को एकाउन्ट कम्प्लिट भइसक्यो है। अनि अर्को कुरा लास्टमा के भन्छ भन्दाखेरि तपाईँको टिकट काट्ने बेलामा चाहिँ जस्तो कन्ट्याक्ट इन्फर्मेसन एउटा मैले वान वेको एउटा सिधै जुनसुकै एउटा तपाईँलाई म गरेर देखाइदिन्छु है। यो एउटा कुरा तपाईँले गर्नुपर्ने हुन्छ, तपाईँले यसमा सेलेक्ट कहिले नगर्नु, नो फ्लेक्सिबिलिटीमा गर्नुहोस्, त्यस पछाडि एक्सेप्ट गर्नुहोस् है। अनि यहाँ नजिक छ नि यो माथिको त तपाईँले भर्ने कामहरू भयो होइन। यो भागमा के यो धेरै महत्त्वपूर्ण, कन्ट्याक्ट इन्फर्मेसनमा तपाईँले आफ्नो रियल नाम, अनि फोन नम्बरमा तपाईँले आफ्नो रियल नेम, र यो इमेलमा तपाईँले आफ्नो रियल इमेल हाल्नुपर्छ। यही हो तपाईँको सबैभन्दा मेन पोइन्ट। टिकट काटिसके पछाडि यो फोन नम्बरमा पनि बिल आउँछ, म्यासेज आउँछ, अनि यो इमेलमा तपाईँको टिकटहरू आउने हुन्छ। र यो बहुतै महत्त्वपूर्ण कुरा हो, तपाईँले यसलाई नछुटाउनु होला भनेर म भन्न चाहन्छु। यो चाहिँ टिकट काट्ने क्रममा इन्फर्मेसनहरू हाल्दै जाने क्रममा भयो। अब एकाउन्ट क्रिएट गर्ने कुराहरू थियो आजको हाम्रो। एकाउन्ट हामीले क्रिएट गरिसक्यौँ, हाम्रो एकाउन्ट एकदमै कम्प्लिट छ। अब तपाईँले यहाँ नजिक आफ्नो फोटोहरू राख्दाखेरि पनि हुन्छ। अब यहाँ नजिक तपाईँले क्लिक गरेर आफ्नो फोटोहरू राख्दा पनि हुन्छ। तपाईँले आफ्नो फोटो पनि राख्नुहोस्। तपाईँको यसरी आफ्नो इमेल के भइसक्यो, तपाईँले
यसरी आफ्नो trip.com को के हो, trip.com को आफ्नो एकाउन्ट पनि क्रिएट गरिसक्नुभयो। अब तपाईँले मजाले टिकट काटेर आनन्दले जान सक्नुहुन्छ। र आजको भिडियो यति नै थियो। धेरै लामो किन बनाइराख्ने यसलाई, तपाईँले लगभग सिकिसक्नुभयो होला। यसलाई बहुतै कम्प्लिकेटेड रूपमा पनि लिनु हुँदैन, सरल रूपमा लिउँ, एकदमै सजिलो छ है त। नमस्कार, बाइ, टेक केयर।